कस्तो कानुन कस्तो अदालत प्रश्न नगर्ने अनि तपाईको अदालतको नाम लिने बित्तिकै गृहमन्त्री भाग्नुहुन्छ। अब पीडितले के गर्छ? पीडितले फुलमाला लगाउँछ कि चुप्प लाएर सुन्छ कि पीडित को जसलाई मेन्टली टर्चर भएको छ, दुई डेढ महिनासम्म अदालत धाइरहेको छ, अदालतको पेशी तोकिरहेको छ, न्यायको लागि लडिरहेको छ। त्यो पीडितले आफ्नो पीडा सुनाउँदाखेरि तपाईको कसरी सुनाउँछ? अनि पीडा सुनाउँदाखेरि गृहमन्त्रीको जवाब के हुन्छ? अदालत भएपछि म न्याय दिन सक्दिनँ। 334 सांसदलाई हामी जिताएर ल्याछौँ भने सांसदको काम के हो भन्नुहोस् तपाईँले? संविधान बनाउने। संविधान के हो? नीति नियम कानुन कसको लागि? हामीहरूकै लागि हो, जनताको लागि। विधिको शासन, विधि बनाउने हो। त्यही विधिले बनेको छ, तपाईँको शासन भइरहेको छ। यहाँ नेपालको कानुनमा मन्त्री मात्रै बोल्न पाउँछ भन्ने कानुन छ भने भनिदिनुहोस् हामीलाई। पीडित बोल्न पाउँदैन, पीडितले प्रश्न गर्न पाउँदैन भनिन्छ भने त्यो कानुन भनिदिनुहोस्। नयाँ सरकारले भनेको छ नातावाद भ्रातावादका विरुद्धमा छौँ। तर यो फिल्मी टोली जो तपाईँको खरानी ज्ञान भन्नुहुन्छ, जुन तपाईँको निश्चल बस्नेतको टोली भन्नुहुन्छ, तपाईँ हामीलाई डिरेक्टली थाहा छ भनेको बालेन्द्र शाहज्यूको र हाम्रो उहाँ सुदनजीका एकदमै नजिकका साथीहरू हुनुहुन्छ। मन्त्रीज्यू आएर सबैका पीडा सुनेर अब चाहिँ माइतीघर खाली हुन्छ भन्नुभएको थियो। किन माइतीघर खाली नभए किन तपाईँहरू फेरि आउनुभयो? त्यही त माइतीघर हाम्रो लागि मात्रै होइन, त्यहाँ पनि हेर्नुहोस् अहिलेसम्म त खाली नै भएको छैन है। अब न्याय माग्न कहाँ जाने भन्नुभएको थियो अरे सुदनजी आइसकेपछि? न्याय माग्न कहाँ जाने रे हामी? पहिलाको उखान न्याय माग्न कहाँ जानु पर्थ्यो भन्नुहोस् त? गोर्खा। अब गोर्खाली छोरा न्याय दिन आइसकेपछि न्याय पाउँछौँ भन्ने खालको तपाईँहरूले नै भाष्यकरा गर्नुभएको छ इन्टरनेटमा होइन। हामी पनि एकदमै खुसी थियौँ। गृहमन्त्री यस्तो गृहमन्त्री आउनुभयो जो रोडमा पीडितहरूको पीडाहरू सुन्नलाई आउनु भएको हो नि त उहाँ होइन। हाम्रो आफ्नो भाषालाई पीडा सुनाउनु भएन, सके थर्काएर पठाउनु भएछ। हो अब पीडितले के गर्छ? पीडितले फुलमाला लगाउँछ कि चुप्प लाएर सुन्छ कि पीडित को जसलाई मेन्टली टर्चर भएको छ, दुई डेढ महिनासम्म अदालत धाइरहेको छ, अदालतको पेशी तोकिरहेको छ, न्यायको लागि लडिरहेको छ। त्यो पीडितले आफ्नो पीडा सुनाउँदाखेरि तपाईँको कसरी सुनाउँछ? अनि पीडा सुनाउँदाखेरि गृहमन्त्रीको जवाब के हुन्छ? अदालत भएपछि म न्याय दिन सक्दिनँ। गृहमन्त्री कानुनको देशमा त सबैभन्दा सर्वोच्च थलो त न्यायको सर्वोच्च थलो त अदालत नै होला नि। हो नि, अदालत हो। अदालतलाई हामी स्वीकारेर सम्मान गरेर त डेढ महिनासम्म लडिरहेछौँ। मुद्दा हुँदाहुँदै पनि फिल्म चलिरहेछ। मुद्दा क्लियर नहुँदा तपाईँलाई सबैलाई थाहा छ। अदालतलाई हामीले सम्मान गरेर त अहिलेसम्म चुप्प लाग्यो नि, न्याय दिला भनेर। तर कहिले न्याय दिने? फिल्म चलेको आज छैटौँ हप्ता भइसक्यो, कहिले न्याय पाउने? अनि अदालतको नियम कानुन नियमावली कसले बनाउँछ? त्यो मलाई जवाब दिनुहोस्। सांसदको काम के हो? हाम्रो नेपालमा कतिजना सांसद बन्नुभयो नयाँ सांसद? मलाई जवाब दिनु त। 334 समथिङ कति हुनुहुन्छ है? 334 सांसदलाई हामी जिताएर ल्याछौँ भने सांसदको काम के हो भन्नुहोस् तपाईँले? संविधान बनाउने। संविधान के हो? नीति नियम कानुन कसको लागि? हामीहरूकै लागि हो, जनताको लागि। विधिको शासन, विधि बनाउने हो। त्यही विधिले बनेको छ, तपाईँको शासन भइरहेको छ। न्यायपालिकाका तिनी न्यायाधीशहरूले वकिलहरूले त्यही विधि पढेरै लडिरहनु भएको छ। अनि त्यही विधिबाट आज उहाँहरूले बनाएको नीति नियमबाट एउटा समुदायले न्याय पाएको छैन भनेपछि हाम्रो अभिभावक को? सरकार, संसद, नेता, मन्त्री। अनि त्यो अभिभावकले हामीले पीडा नसुनाउने, हामीले अन्याय पाएनौँ। अदालतले कतै चुक्यो कि? बोल्नु मात्रै भयो क्या? आज हाम्रो कुरा सुनिरहनु भएको छ बरु, तर तपाईँहरूले मन्त्रीको कुरा चाहिँ सुन्नु भएन। को मन्त्रीको कुरा सुनिन? नाम पनि भनिदिनु न। मन्त्री सुदन गुरुङ आएको बेला उहाँ चाहिँ तपाईँहरूलाई हेरेर तपाईँहरूको कुरा सुन्दा उहाँ गृहमन्त्रीको कुरा, तपाईँहरूको कुरा गृहमन्त्रीज्यूले सुन्नुभयो, तपाईँहरूको कुरा चाहिँ सुन्नु भएन। हाम्रो कुराहरू गृहमन्त्रीले सुन्नु भएन। हाम्रो कुराहरू गृहमन्त्रीले सुन्नु भएन। यस्तो कस्तो भयो भनेपछि यहाँ हामी रोडमा आउनुको कारण के छ भने पीडा भएर होइन। पीडा भएको मान्छेलाई त साह्रै पीडा हुन्छ नि त। यसमा पनि तपाईँको लाली बजार फिल्म भनेको एउटा हामी पुरुष त आएको छैन, तपाईँले देख्नुपर्छ महिला आएको होइन। महिलालाई एउटा यौन कर्मी होइन, जुन आत्मसम्मानमा ठेस पुग्ने गरेर, जुन हाम्रो मेन्टली टेन्सन, आत्मसम्मानमा ठेस, समुदायलाई यस्तो अवहेलना गरेर आएको छ भनेपछि हामी कति पीडाले यहाँ बसेछौँ। अनि मन्त्रीज्यूलाई लाली बजार बन्द गर्नुहोस् भनिरहनु भएको छ। लाली बजारले अरबौँ कमाउन लागिसक्यो। सुन्नु न, म यो तपाईँहरूले त यसलाई त अझ बढी विज्ञापन गर्नुभयो जस्तो भनिरहेछन् क्या? मन्त्रीज्यूले कुरा सुन्नु भएन भन्नुभएको छ नि, म यसको कुरा भन्दैछु होइन। यसमा के छ भनेपछि उहाँले चाहिँ कुरा सुन्नु भएन भन्नुभयो होइन। म यसैको हजुर अलिकति कुरा के भन्छु भने हामीलाई साह्रै पीडा छ। 2 महिनादेखि हामी सर्वोच्च उच्च धाइरहेछौँ। माइतीघर मण्डलमा पनि धाइरहेछौँ। धाउँदा थाकिसकेका छौँ। थाकिँदाखेरि हामीले अरू ठाउँमा हामीलाई मन्त्रालयमा हामीलाई एउटा फोर्स कतै छैन। हामी कसैसँग भेट्न पाएका छैनौँ। तपाईँले देख्नुभयो त्यो रवि लामिछानेसँग हामी के अरे गाडीको अगाडि ढलेर हामीले उहाँसँग कुरा गर्दा उहाँले हाम्रो केही कुरा भन्नुभयो
केही कुरा निकाल्नु भएको छैन होइन। त्यसै गरेर हाम्रो मन्त्रीज्यू आउनुभएको थियो, उहाँसँग हामीले पहिला त आफ्नो कुरा भन्नु पर्यो नि त सर। भन्दाखेरि त मनदेखि कति भक्कानो छुटेको हुन्छ त्यो हामीलाई थाहा छ नि, उहाँहरूलाई त थाहा छैन होइन। मनदेखि भक्कानो छुट्दाखेरि हामीले भन्दा भन्दै पनि हाम्रै कुरा नसुनेर मन्त्रीज्यू चाहिँ निस्किजानुभयो। निस्किनुको कारण के छ भने पीडा भएको मान्छे त कराउँछ नि, जोडले बोल्छ, तर मन्त्रीज्यूले चाहिँ धैर्य धारण भएर सुनिदिएर सुन्नुभयो, उहाँले सुनेको हामीले पनि रेकर्ड गर्यौं। हजुर सुन्नु न सर, सुन्नुभयो सर, मन्त्रीज्यू यहाँ नेपालको कानुनमा मन्त्री मात्रै बोल्न पाउँछ भन्ने कानुन छ भने भनिदिनुस् हामीलाई। पीडित बोल्न पाउँदैन, पीडितले प्रश्न गर्न पाउँदैन भनिन्छ भने त्यो कानुन भनिदिनुस्। प्रश्नको जवाफ दिनु भएन, दिन पाएन। किन दिनु भएन? किन उहाँले प्रश्नको जवाफ दिनका लागि तपाईले समय दिनु भएन भन्ने समय त किन हामीले पठाएको हो गृहमन्त्रीज्यूलाई? गृहमन्त्री त आफै भागेर जानुभयो नि त। हामीले खुट्टा पकडेको थियो कि गृहमन्त्री यहाँबाट जानु भनेको सम्झाउन खोज्दा पनि रन्किनु भयो, आफू बाजु भयो के। पीडितले सुन्नुस्, पीडित पनि उहाँको जनता हो। पीडित रुन्छ, पीडितले प्रश्न गर्छ, पीडितले विरोध गर्छ, पीडितले तपाईको जुत्ता पनि उठाउँछ। तर एउटा असल अभिभावकले त्यो पीडालाई अङ्गालोमा बाँधेर हुन्छ कि न्याय दिएर हुन्छ कि सुनेर हुन्छ कि सान्त्वना दिएर हुन्छ कि कसरी त्यसलाई सम्हाल्छ र सम्हाल्ने अभिभावक नै रोडमा आउनुपर्छ। अदालतले पनि लाली बजार चल भनिसक्यो, तपाईहरु हिट हुन आउनु भएको, तपाईहरुलाई अन्याय भएको छैन भनिराछन् के आम पब्लिकले। कहाँ दियो अदालतले? निर्णय देखाउनु न मलाई। अदालतले लाली बजार फिल्म चलिरहेछ, फिल्म त त्यही त प्रश्न छ। मुद्दा चलिरहेछ, फिल्म पनि किन चलिरहेछ? किन हामी पेशीको तारिखमा हामी धाइरहेछौँ? पेशीको तारिखमा धाइरहनु भएको मुद्दा क्लियर छैन, लाली बजारको मुद्दा क्लियर छैन। मुद्दा पनि क्लियर नहुने फिल्म पनि चलिरहने कस्तो न्याय, कस्तो कानुन, कस्तो अदालत? प्रश्न नगर्ने अनि तपाईको अदालतको नाम लिने बित्तिकै गृहमन्त्री भाग्नुहुन्छ। पीडितले त पीडाले आफ्नो प्रश्न गर्छ, जुन पीडाले जुन चिच्चाएर प्रश्न गरिरहेछ त्यो पीडा, त्यो चिच्चाहाट पनि कम छ पीडाको। तपाईले बुझ्नुहुन्छ? तपाईहरुलाई जुन गृहमन्त्रीले ज्यूले चाहिँ सुन्नु भएन भन्ने छ, यही विषयमा के भन्नुहुन्छ? गृहमन्त्री गैर जिम्मेवारी हुनुहुन्छ। गृहमन्त्री हाम्रो पीडा सुन्नु भएन, सुन्नु पर्थ्यो। उहाँ बस्नु सक्नुहुन्थ्यो, अटिन सक्नुहुन्थ्यो, हाम्रो आँसु पोच्न सक्नुहुन्थ्यो उहाँले। ठिक छ, हामीले भक्कान छुटेर भन्यौँ, हाम्रा पीडा भनेकोले गर्दाखेरि अलिकति धैर्य धारण भएर गृहमन्त्रीज्यूले सुनिदिएको भए अझ राम्रो हुन्थ्यो, ताकि उहाँले पनि बुझ्नुहुन्थ्यो र उहाँको कुरा पनि हामी भन्दैछौँ। ठिक छ, हामी भन्दाखेरि गृहमन्त्री एकछिन समय दिएर चाहिँ रुकेर अनि आफ्नो चाहिँ कुरा राख्नुहुन्छ भने हामीले। अनि सुन्नुहोस्, मैले यति मात्रै भन्न चाहन्छु कि हामीले बनाएको सांसदहरू जुन आउनु भएको छ, जुन मन्त्रीहरू आउनु भएको छ, नीति नियम र कानुन बनाउन आउनु भएको छ। उहाँकै नीति नियम कानुनले नै शासन हुने हो र उहाँले बनाएको नीति नियम कानुन या पुरानो सरकारले बनाएको नीति नियम कानुनले राम्रोसँग कार्यान्वयन भएको छ कि छैन, तपाईका जनताले न्याय पाएछ कि छैनन् भनेर अभिभावकले हेर्नुपर्छ। र हामीले पीडितको आवाज, पीडितको पीडालाई सुन्ने धैर्यता त नै छैन। चाहे गृहमन्त्रीमा होस्, 5 मिनट एक्स्ट्रा बसेर 2 मिनट एक्स्ट्रा बसेर पीडितको पीडा सुन्ने धैर्यता नै छैन भने हामी रोडमा आउन के औचित्य? तर पनि उहाँले जुन हिम्मत जुटाएर आउनु भएको छ पीडितहरूको पीडा सुन्नलाई, हामी आशावादी छौँ। उहाँले आज नै त भोलि यो कुरालाई बुझ्नुहुन्छ भन्ने। र किन नयाँ सरकारले भनेको छ नातावाद भ्रातावादका विरुद्धमा छौँ, तर यो फिल्मी टोली जो तपाईँ खरानी ग्याङ भन्नुहुन्छ, जुन तपाईँको निश्चल बस्नेतको टोली भन्नुहुन्छ, तपाईँ हामीलाई डिरेक्टली थाहा छ भनेको बालेन्द्र शाहज्यूको र हाम्रो उहाँ सुदनजीका एकदमै नजिकका साथीहरू हुनुहुन्छ हैन। अब हामीले भनेका होइन, फिल्मको टोली नै भनेको छ। रविन्द्र सिंह बानियाजीले हामीले मुद्दा हाल्नभन्दा अगाडि तिम्रो मुद्दामा नजाऊ, सरकार मेरो हो, तिम्रो मुद्दामा गएर काम छैन, त्यो हामीले विरोध गर्न भन्दा तिमीले हामीलाई फुलमाला लगाएर हामीलाई सम्मान गर भनेर रविन्द्र सिंह बानियाले भन्नुभएको छ। यसको मतलब तपाईँले के बुझ्नुहुन्छ? सरकार मेरो हो, साथी मेरै हुन्, हामीले बनाएको सरकार हो, बालेन्द्र शाह हाम्रै साथी हुनुहुन्छ भनिसकेपछि तपाईहरुले न्याय नपाउनुको कारण सरकार पनि तपाईहरुमाथि दमन गरिरहेछ। तपाईहरुलाई यो फिल्म चलाउनु पर्छ भनेर तपाईहरुलाई सरकारले पनि नङ्गाइरहेको छ। यो तपाईले बुझ्नुस्, व्यावहारिकरण सबै कुरा प्रष्ट हामीले शब्दमा बोल्नु पर्दैन, कतिपय कुरा व्यवहार र रिजल्टले बुझ्नुपर्छ र त्यो चेतनशीलता सरकारलाई आरोप लगाएको हो। आरोप हामीले लगाएको होइन, परिणामले आज जुन मुद्दा चल्दा लाली बजार फिल्म चलिरहेको छ। तपाईले भनिरहनु भएको छ कि लाली बजार भित्र सरकारकै संलग्नता छ। यो हामीले भनेको छैन, हाम्रो रविन्द्र सिंह बानियाजीले भन्नुभएको छ मेरो सरकार हो, हामीले बनाएको सरकार हो, मेरो साथी बालेन हो भनेर उहाँले स्वयं आफ्नो शब्दले भन्नुभएको छ। तपाईँ फिल्मी टिमले भनेको छ, तपाईँले थाहा पाउनु भएको छ निश्चल बस्नेतजी कति नजिकको साथी हुनुहुन्छ भने तपाईँ हामीलाई सबलाई थाहा छ। आज सरकारसँग नजिक भएको लाली बजार किन चलिरहेछ त? मुद्दा चलिरहेछ, अरे मुद्दा फाइनल गर न।
हामी गरिब जनता हौ, हामी लड्न सक्दैनौँ, हामीले वकिल लगाउन सक्दैनौँ, हामी पेशी तारिख हामी लगाउन सक्दैनौँ। यो कुनै 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 तपाईँको यो कुनै डाइभोर्सको केस होइन, यो कुनै जग्गा जमिनको सम्पत्तिको केस होइन, यो फिल्मको केस हो, फिल्मको मुद्दा हो। फिल्म 1.5 महिनामा चलेर बन्द हुन्छ, अनि फिल्म चलेर बन्द नहुन्जेसम्म सबै पीडितको गुनासो सुन्ने, तपाईँहरूको नसुन्नुको कारण पनि सरकार यो फिल्म चलाउनु पर्छ भन्ने पक्षमा भएर हो। यो तपाईँ प्र्याक्टिकली बुझ्नुहोस्, कारण किन भयो त? जब नजिर बनेको छ, दलितको लागि नजिर बनेको छ, तपाईँको कसैको जात धर्म पेसा लिङ्गलाई तपाईँले आधार बनाएर तपाईँले कुनै अभिव्यक्तिसम्म दिन पाउनुहुन्न भने आज किन खुल्ला फिल्म बन्यो? खुल्ला फिल्म बनिरहेको छ, नजिरलाई च्यापेर, धारा उपधारालाई च्यापेर, संविधानलाई च्यापेर फिल्म बनिरहेको छ, उहाँले बनाएको विधि नियमलाई च्यापेर फिल्म बनिरहेको छ भने किन न्याय पाएन हामीले? किन न्याय भने उहाँले बनाएको विधि नियम धारा उपधारा सबै गलत हो, या फिर दलित यो समाजको व्यक्ति नै होइन, या फिर वादी यो समाजको व्यक्ति नै होइन? यदि वादी व्यक्ति नै होइन भने उहाँले त मन्त्री पनि बनाउनु भएको छ नि, अनि उहाँकै मन्त्री किन चुप्प? सीतावादी किन चुप्प? यही प्रश्न गर्यौँ हामीले। जब सीतावादीले भेट्नु भएको छ कि छैन? हामीले फिल्मको मुद्दा हाल्नुभन्दा अगाडि सीतावादीलाई भेटेरै उहाँले हामीलाई सान्त्वना पनि दिनुभएको थियो फिल्म चल्दैन भनेर। त्यो सान्त्वनामा हामी भ्रमगत पट्टी जस्तो बनाएर हामीलाई राखियो। हामीले वास्तव बुझ्न जाँदा सीतावादी र उहाँको सहायकज्यूले फिल्म चल्दैन भने सान्त्वना हामीलाई दिने, तर भित्रभित्र फिल्मले चाहिँ सेन्सर बोर्डबाट, चलचित्र विकास बोर्डबाट तपाईँको पर्मिसन लेटर पाइसक्यो चल्ने भन्ने कुरा हामीलाई थाहा पनि थिएन। जुन दिन थाहा भयो त्यो दिनको दोस्रो पल्ट गएर रिड हालेका छौँ हामीले आफ्नो न्यायको लागि। फिल्म चल्नभन्दा सीतावादीले तपाईँहरूलाई झोक्क्याउनु भयो, त्यो तपाईँको प्र्याक्टिकली हो, साँच्चीकै झुक्क्याउनु, भ्रमगत गर्नुभयो, अनि त्यसपछि चुक्क बोल्नु भएन। हामीले बारम्बार भन्यौँ हाम्रै समुदायको माननीय सीताजी हुनुहुन्छ भने उहाँ किन बोल्नुहुन्न? सर्वोच्चमा मलाई नङ्ग्याउँदाखेरि किन महिला अधिकार महिलाको हुनुहुन्न, बाल बालिका र महिलाको पोस्टमा हुनुहुन्न माननीय सीतावादीज्यू, किन महिला अधिकारको लागि बोल्नु भएन? प्रत्येक व्यक्तिलाई स्वतन्त्रसँग बाँच्ने अधिकार छ, आफ्नो स्वाभिमान र आफ्नो आत्मसम्मानसित बाँच्ने अधिकार छ भने आज वादी महिलालाई किन छैन? किन वादी समुदायलाई छैन? त्यसमा पनि विडम्बनाको विषय वादी समुदायकै मन्त्री हुँदा र तपाईँ गृहमन्त्री रोडसम्म आउँदा पीडितको पीडालाई सुन्छु भनेर रोडसम्म आउँदा किन उहाँमा संवेदनशीलता भएन? किन उहाँले पीडितको पीडाको आवाज सुन्न सक्नु भएन? किन अदालतको नाम लिने बित्तिकै उहाँ भाग्नुभयो? यो त हाम्रो लागि एकदमै यो विडम्बनाको विषय हो नि। हामीलाई सान्त्वना कसले दिने, न्याय कसले दिने? भाग्नु भयो होला त। हो यो त तब उहाँले सुदनजीलाई सोध्नुपर्छ। तपाईँलाई के लाग्छ किन भाग्नु? अब यो समयले देखाउँछ उहाँ किन भाग्नुभयो। उहाँले हामीलाई न्याय दिनलाई भाग्नुभयो कि साँच्चीकै निश्चल बस्नेतजी मेरो साथी हुनुहुन्छ, उहाँको टोली मेरो साथी हो, उनको विरुद्धमा म जान सक्दिनँ भनेर भाग्नुभयो? त्यो अब समयले देखाउनेछ, त्यो समयले। धन्यवाद। मैले थोरै कुरा के जोड्न चाहेँ भने जस्तो अहिले सुदन गुरुङजी मन्त्रीज्यू चाहिँ हाम्रो